पैसा धनीहरूको लागि खेलौना र गरिबहरूको लागि जीवन। तपाईलाई के लाग्छ? धनीहरू झन् धनी हुँदै जान्छन् र गरिबहरू झन् गरिब। यो कारण के होला? 1997 एडी रोबर्ट कियोसाकीले एउटा पुस्तक लेखे जुन केही समयमै बेस्ट सेलिङ पुस्तक बन्यो। त्यो पुस्तक थियो रिच ड्याड पोर ड्याड, जसलाई नेपालीमा धनी बुवा गरिब बुवा भनिन्छ। रोबर्ट कियोसाकीका दुईजना बुवा थिए। एकजना उनका आफ्नै बुवा जसलाई उनी गरिब बुवा भन्थे र अर्का उनका साथी माइकका बुवा जसलाई उनी आफ्नो दोस्रो बुवा जस्तै मान्थे र धनी बुवा भन्थे। उनका आफ्ना बुवा निकै पढी लेखेका थिए। उनी कलेजका प्रोफेसर थिए, तर जीवनभर पैसाको विषयमा उनले धेरै सङ्घर्ष गर्नु पर्यो र यही कारणले रोबर्टले उनलाई गरिब बुवा भन्थे। अर्कोतर्फ उनका साथीको बुवा धेरै पढी लेखेका थिएनन्, तर उनी एक ठुला व्यवसायी र सफल व्यक्ति थिए, त्यसैले रोबर्टले उनलाई धनी बुवा भन्थे। रोबर्ट कियोसाकी जब उनी 9 वर्षका थिए, विद्यालयमा अरू धनी परिवारका बच्चाहरूलाई देखेर उनको मनमा पनि धनी बन्ने इच्छा जाग्यो। त्यसैले उनले आफ्नो बुवालाई सोधे, मानिस धनी कसरी बन्छ? उनका बुवासँग यो प्रश्नको उत्तर थिएन। त्यसपछि उनले भने, यो प्रश्न आफ्नो साथी माइकको बुवालाई गर सोध, किनकि उनले तिमीलाई यसको राम्रो उत्तर दिन सक्छ। त्यसपछि रोबर्ट आफ्नो धनी बुवा कहाँ गए र त्यही प्रश्न सोधे र त्यहीबाट सुरु भयो रोबर्टको आर्थिक शिक्षाको एउटा महत्त्वपूर्ण यात्रा। जीवनका विभिन्न चरणमा उनका साथीका बुवा अर्थात् धनी बुवाले उनलाई धनी बन्न र आफ्नो सम्पत्ति कायम राख्न केही महत्त्वपूर्ण पाठ सिकाए। पैसालाई कसरी व्यवस्थापन गर्ने, पैसालाई आफ्नो लागि कसरी काममा लगाउने र मानिसहरूले गर्ने त्यस्ता गल्तीहरू के हुन् जसका कारण गरिब मानिस गरिब नै रहन्छन्, र यदि यी कुराहरू सही तरिकाले अपनाउन सकियो भने गरिब मानिसले पनि आफ्नो आर्थिक अवस्था परिवर्तन गर्न सक्छ। त्यसैले अब कुरा गरौँ ती महत्त्वपूर्ण लेसनहरू। लेसन 1, लर्न फाइनेन्सियल एजुकेसन। तपाईलाई के लाग्छ, हाम्रो जीवनमा फाइनेन्सियल एजुकेसन किन आवश्यक छ? धनी बुवाले पैसालाई बुझ्न अत्यन्त महत्त्वपूर्ण छ भनेर सिकाउँछ, तर संसारका धेरै शिक्षा प्रणालीमा अन्य धेरै विषय पढाइन्छन्, तर आर्थिक शिक्षा भन्ने पर्याप्त रूपमा सिकाइँदैन। हामीलाई भनिन्छ राम्रोसँग पढ, राम्रो नम्बर ल्याऊ र त्यसपछि राम्रो जागिर खाऊ। यो किताबले भन्न खोजेको कुरा के हो भने केवल जागिरले मात्र तपाईलाई धनी बनाउँदैन। मानौ कुनै व्यक्ति धेरै पढेर डाक्टर वा इन्जिनियर बन्यो, तर ऊ पनि हामीले पहिलो पाठमा कुरा गरे जस्तै 9 देखि 5 बजेसम्मको जागिरको चक्रमा फस्न सक्छ र त्यही चक्रबाट बाहिर निस्किन धनी बुवाले 2 महत्त्वपूर्ण कुरा बताएका छन्, एसेट एन्ड लायबिलिटी। एसेट भनेको त्यस्तो चिज हो जसले तपाईको खल्तीमा पैसा हाल्छ र लायबिलिटी भनेको त्यस्तो चिज हो जसले तपाईको खल्तीबाट पैसा निकाल्छ। धनी बन्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने एसेट बढाउँदै जानु र लायबिलिटी सकेसम्म कम गर्नु। तर यस्तो कुरा विद्यालयमा सिकाइँदैन। त्यहाँ राम्रो जागिर कसरी पाउने भन्ने सिकाइन्छ, तर आफ्नो पैसा कसरी बढाउने भन्ने कुरा सिकाइँदैन। त्यसैले धनी बन्न फाइनेन्सियल एजुकेसन सिक्नु अत्यन्त महत्त्वपूर्ण छ। लेसन 2, ग्रो मनी विथ मनी। धनी मानिस पैसाको लागि काम गर्दैन, तर धेरै मानिसहरू धनी बन्न धेरै मेहनत गर्छ। उनीहरूको प्रयास हुन्छ एउटा यस्तो जागिर पाउने जहाँबाट हरेक महिना राम्रो तलब आओस्, र जागिर पाएपछि उनीहरू पूर्ण मेहनत र लगनका साथ काम गर्छन्। तर यसै क्रममा उनीहरू एउटा यस्तो जालमा फस्छन् जहाँबाट बाहिर निस्कन निकै कठिन हुन्छ। धनी बन्ने दौडमा धेरै मानिस यही जालको हिस्सा बन्छन्। उनीहरूलाई थाहा हुन्छ महिनाको अन्त्यमा तलब आउँछ, त्यसैले ऋण लिएर ठुलो घर किन्छ, कार किन्छन्, क्रेडिट कार्डबाट महँगा सामान किन्छन् र बिस्तारै ऋणको जालमा फस्छ, किनकि ऋण लिएर किनेको वस्तुको ऋण पनि त तिर्नुपर्छ र त्यो ऋण तिर्न वर्षौसम्म काम गरिरहनु पर्छ। जागिरबाट आएको आम्दानीको ठुलो हिस्सा ऋण तिर्नमै जान्छ र यसरी धेरै मानिसको जीवन जागिर गर्ने र ऋण तिर्नमै बित्छ। अब प्रश्न आउँछ, यदि पैसाको लागि काम नगर्ने हो भने के गर्ने? धनी बुवाका अनुसार धनी मानिसहरू पैसाको लागि काम गर्दैन, उनीहरू यस्तो काम गर्छन् जसले गर्दा पैसाले उनीहरूको लागि काम गर्छ। तर उनीहरूले त्यो कसरी गर्छन्? यसको उत्तर अब आउने लेसनहरूमा छ। लेसन 3, फोकस अन योर साइड बिजनेस। यो लेसनमा धनी बुवाले भन्छन् सामान्य जागिर गर्ने मानिसले पनि आफ्नो आम्दानी बढाउन अर्को काम गर्न सक्छ। त्यसका लागि सुरुमै ठुलो स्तरबाट सुरु गर्न आवश्यक छैन, किनकि सबैसँग त्यति धेरै पैसा हुँदैन।
जागिर गर्दै गर्दा पनि आफूलाई मनपर्ने कुनै काम गर्न सकिन्छ। धेरै मानिस जीवनभर अरूका लागि काम गर्छन् तर आफ्नो लागि काम गर्दैन। त्यसैले मानिसले आफ्नो काम र आफ्नो सम्पत्तिमा पनि ध्यान दिनुपर्छ। तर यसको अर्थ जागिर नै छोड्नुपर्छ भन्ने होइन। यो भन्न खोजिएको कुरा के हो भने जागिरसँगै आफ्नो एसेटको पक्षलाई पनि बलियो बनाउँदै लैजानुपर्छ। लेसन 4 फोकस अन लर्निङ। पैसा कमाउन प्रतिभा मात्र भएर पुग्दैन। आफ्नो प्रतिभालाई कसरी प्रयोग गर्ने र त्यसबाट कसरी आम्दानी गर्ने त्यो पनि जान्नुपर्छ। जबसम्म तपाईले यो सिक्नुहुन्न तपाईको प्रतिभा भएर मात्र त्यसको पुरा फाइदा हुँदैन। तर धेरै मानिस सिक्नका लागि काम गर्दैन। धनी बुवाका अनुसार धनी मानिसहरू सिक्नका लागि काम गर्छन्। उनीहरू सिक्छन् र अझ धनी बन्छन्। रोबर्ट कियोसाकी भन्छन् उनका गरिब बुवा सधैँ आफ्नो जागिरलाई लिएर चिन्तित रहन्थे तर उनका धनी बुवा सिकाइमा बढी जोड दिन्थे किनकि उनको विश्वास थियो धनी बन्नका लागि मानिसले धेरै कुरा सिक्नुपर्छ र यही ती दुई बुवा बीचको सबैभन्दा ठुलो भिन्नता थियो। धनी बुवा भन्थे तपाईँ कति पैसा कमाउनुहुन्छ त्यो मात्र महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा हो तपाईँ कति पैसा बचाउनुहुन्छ र पैसालाई अझै धेरै पैसा कमाउन लगाउनुहुन्छ। एउटा कुरा बुझिराख्नुहोस्, गरिब भएर जन्मनु तपाईको गल्ती होइन तर गरिब भएर मर्नु त्योभन्दा ठुलो गल्ती अरू कुनै छैन। धन्यवाद।